यस्तै छ हौ गाइस ड्राइभरको जिन्दगी के गर्नु यस्तो ठाउँमा आएर बसेको छ है सुनसान रात होइन सुनसान रात छ ड्राइभरको जिन्दगी यस्तै छ आजको दिन अब गाडीमै हो गाडीमै छु त के गर्नु यस्तै छ है गाइस ड्राइभरको जिन्दगी ड्राइभर भन्नु सजिलो भन्छन् के गर्नु हेर्नु हो कस्तो कस्तो ठाउँमा बस्नुपर्छ अँध्यारो रातमा बत्ती हेर्नु बत्ती उताको देख्नुभयो यस्तो सुनसान रात छ सुनसान देख्नुभयो नन्दल देख्नुभयो सुनसान ठाउँमा आएर बसेको छ है गाइस यस्तै हो ड्राइभरको जिन्दगी केही देख्नुभयो त गाइस हो यस्तै छ ड्राइभरको जिन्दगी के हेर्नु यस्तै छ है यस्तै छ कहिले दिन कहिले रात होइन ड्राइभर भन्नु सजिलो भन्छ नि के हेर्नु यस्तै छ हो ड्राइभरको जिन्दगी सधैँभरि सुकै सुकै त कहाँ हुन्छ र होइन ड्राइभरको जिन्दगी देख्नुभयो गाडीमै टक्क बसिरहेको नाइटमा काममा आएको यस्तै हो ड्राइभरको यहाँ पसिना आएर टक गर्मीले यस्तो भइरहेको छ के गर्नु पसिना आएर बिजोग भइरहेछ के गर्नु यस्तै छ हौ यस्तै छ ड्राइभरको जिन्दगी नेपालतिरको ड्राइभर कामै छैन खानु लाउने नि पुग्दैन के गर्ने कलाएर यहाँबाट पानीको धारा सट्ट व्यवस्था तरिकाले सट्ट यता छ होइन सट्ट लगाएर सबैले हेरिदिनुलाई पानीको अवस्था यस्तो छ है पानीको धारा जोड्ने स्टल देख्नुभयो सबैमा आउँछ पानी रमाइलो छ है सबैमा आउँछ सबै धारामै देख्नुभयो सब धारामा पानी आउने हो सबै धारामा आउँछ है पानी गाइस हो पानीको व्यवस्था यस्तो छ ट्याङ्करबाट लिएर चट्ट दुईवटा ट्याङ्कर चाहिँ स्ट्यान्ड बाई होइन यो बसहरूको लागि हो पानीको व्यवस्था टक्क लाएर यो बाहिर ठाउँमा टक्क लाएर है चट्ट लाएर हेर्नु बिहानै चट्ट लाएर टक्क हिँड्दैछ बिहानै चट्ट लाएर बाहिर ठाउँमा चट्ट लाएर हेर्नु सबैजनाले हेरिदिनु है चट्ट लाएर देख्नुभयो डाँडा पाका रमाइलो छ देख्नुभयो गाडीहरू चाहिँ खोइ 200-300 वटा आउँछ भन्छ खोइ त खासै 200-300 वटा जस्तो देखियो नि चक्क लगाएर ट्याङ्कर राखिएको छ स्ट्यान्डमै पानीको लागि सट्ट लाएर सबै यो भाइरल क्याटी पोटिङ भन्छ यस्तै छ हो यहाँ सट्ट लाएर सबैको व्यवस्था चाहिँ चट्ट लाएर देख्नुभयो यस्तै छ हौ गाईको यस्तै चाहिँ के गर्नु भाइरल ठाउँ आइयो सट्ट लाएर यहाँको दृश्य सट्ट देखाइँदैछ ल टक्क लाएर